साथीहरू यो भिडियो हेर्नुहोस् र आगामी एपिसोडमा के हुन्छ भनेर हामी छलफल गर्छौँ। पागल हुन छोड, किनकि ऊ अब अर्कैको भइसक्यो। यो कुरालाई तिमी मनन गर। हेर मधु, तिमीलाई मैले अहिलेदेखि होइन कलेज पढ्दादेखि नै माया गर्थे, तर तिमीले यो कुरालाई कहिले बुझेनौ मधु। र मलाई विश्वास छ अब चाहिँ पक्कै बुझ्नेछौ। तँलाई माया गरेर तँसँग जिन्दगी बिताउनु भन्दा त बरु कुकुरलाई माया गर्छु। त यहाँबाट खुरुक्क जा। एक पटक मेरो आँखामा हेरेर भन, म तँलाई माया गर्छु भनेर, अनि बल्ल म जान्छु। चुप। ज्ञानुलाई पनि यति बेलै किन घुम्न जानु परेको होला के? यदि ज्ञानु भइदिएको भए यो पापीलाई आज धुलो पिठो पारिन्थ्यो। त्यति सोझो मेरो मायामा पागल भएर बसेको बसन्तीलाई के आरोप लगाउँदो रहेछ। एकैछिन पख्न, मैले भित्र्याउने बाटोमा पालाको बत्ती बाल्छु क्या। बत्ती अब भोलिबाट बुहारीले नै बाल्छिन्। यो तामझाम गर्नुभन्दा अब बुहारीलाई छोरी बनाएर राख। यो घरमा पहिलो पटक भित्रिएकी बुहारी मेरो बुहारी मात्रै होइनन्, लक्ष्मी पनि हुन् यिनी। ल धेरै कुरा नगरिकन अब टिका टाला गरेर बेहुला बेहुलीलाई भित्र लैजाऊ। अनि बुहारीलाई फेर्ने धोती चोलो कपडा के छन् देऊ। हस् हुन्छ बसन्ती, आइज म तँलाई टिका लगाइदिन्छु। ल भाग्यमानी भएस्, चिरञ्जीवी भएस्। अब बिहे गरेपछि तेरो एकदम राम्रो प्रगति हुन्छ। आऊ नानी, अब म तिमीलाई पनि टिका लगाइदिन्छु। भाग्यमानी हुनु, चिरञ्जीवी हुनु, सौभाग्यवती हुनु। ल हिँड जाम। आऊ आऊ, आइज बसन्ती त पनि। ल बाबु, तपाईँले पनि आजबाट भाउजू पाउनुभयो। तर भाउजूलाई सधैँ भाउजूको व्यवहार होइन, आमा र दिदीको व्यवहार गर्नुपर्छ है। त्यो त मलाई राम्रोसित थाहा छ मामा। भाउजूहरूमा आमाको दोस्रो रूप हुन्छ अरे। तपाईँको दाई अलि घमण्डी र आफूले जे भन्यो त्यसैलाई सही ठान्ने रहेछन्। बेला बेलामा सम्झाउँदै गर्नु है। यस्तो हुने भनेको त बेला बेलामा मात्रै हो मामा। हिजोको दिनमा पनि सम्झाएको थिएँ मैले, र भोलि पनि सम्झाउने छु। तपाईँले चिन्ता नगर्नुहोस् यो बारेमा। तिमीले पनि देख्यौ नि, तिम्रो भाउजूका बाउआमा आफ्नो छोरीलाई बिदाई गर्दा कति धेरै रोका थिए। यो सम्झेर पनि तिमीहरूले भाउजूलाई बाउआमाले जस्तै माया गरेर राख्नुपर्छ। मलाई थाहा छ मामा। ल बसो न त, बसेर गफ गरे पनि त हुन्छ नि। बुहारीलाई कोठा देखायो त? अनि लुगा फेर है भनेर म बाहिर आएँ कि। भान्जा कता छन् त? भित्र बसेर फोन हेरिरहेको छ। बिहान ज्ञानुले ल्याएर दिकी थिइन् के रे, त्यही भएर होला खुसीले त्यो त फुरुङ्ग भएको छ। हेर है दिदी, भान्जाले जथाभावी फोन चलाउने दुनियाँ केटीहरूसित कुरा गरे घरबार बिग्रेला नि। ख्याल राखे तिमीले यो बारेमा राम्रोसित। हुन्छ। ठुली आमा, बिहान ज्ञानु यता आएर फोन छोडेर जानु भएको हो र? हो नि, तर फोन चाहिँ मधुले पठाइकी रे। ल धेरै कुरा नगरिकन खाना पाकेको भए खाना खाम। बिहानदेखि खाना नखाएर होला साह्रै भोक लागेको छ। हुन्छ, आइज भाइ, खाना खाएर कुरा गरौँला। शिशिर तँ पनि आइज। नाइ ठुली आमा, बरु भोलि एकपटक खाने गरेर आम्ला। अहिले घर जान्छु। थोरै खाएर जा के? नाइ ठुली आमा, तपाईँहरूले खानुहोस्, बरु म एकपटक घर गएर आइहाल्छु नि है। हुन्छ, जा न त। तर मैले देवर देउरानीलाई यो बारेमा केही भनेको छैन। तँ आउँदाखेरि सबैसँगै आओ है। हस् ठुली आमा, अहिलेलाई म हिँडेँ। ल आइज भाइ, खाना खाम। हस् हिँड। हेलो
बसन्ते, तपाईँ मामा घरबाट आइसक्नु भयो? मामा घरबाट? मामा घरबाट। कि मामा घर गएर आएको कुरा पनि मसँग झुट बोल्न खोज्दै हुनुहुन्छ र? साथीहरू, बसन्तको विवाह त रीतासँग भएको छ। साथीहरू, यो विवाह बसन्तले आफ्नै आमा तथा मामाको कारणले गर्दा गरेका छन्। बिचारा बसन्तले त मधुलाई एकदमै माया गर्थे र मधुसँग विवाह गर्न चाहन्थे। साथीहरू, मधुले पनि बसन्तलाई उत्तिकै माया गर्थे। मधु पनि बसन्तसँग विवाह गर्नका लागि तयार भएका थिए। साथीहरू, मधुलाई बसन्तको विवाह भएको कुरा थाहै छैन। साथीहरू, अब बसन्तले जुनसुकै हालतमा भए पनि मधुसँग विवाह गर्नै पर्छ भन्ने चाहना कसको छ र तपाईँहरूलाई सहरिया बुहारीमा के भए राम्रो हुन्थ्यो कृपया कमेन्ट लेखिदिनु होला।